लिजेन्ड कलाकार निरसाको मुख्य भूमिका रहेको चलचित्र परानको ट्रेलर अहिले युट्युबमा आइसकेको छ। यस फिल्ममा हामीले नयाँ पुस्ता र पुराना पुस्ताका सशक्त कलाकारहरूलाई एउटै पर्दामा देख्न पाउने भएका छौँ। अहिलेसम्मको सिनारियोलाई हेर्ने हो भने चाहिँ यो फिल्मले खास हाइप भने बनाउन सकेको छैन। यसअघि रिलिज भएको पोइट्रिक टिजरमा नवराज पराजुलीको त्यो मिठो आवाजमा त्यो राम्रो प्रस्तुतिको कविता भए पनि त्यसको भ्युजलाई आधार मान्ने हो भने चाहिँ त्यसले पनि खास हाइप भने क्रिएट गर्न सकेन। ट्रेलर आइसकेको छ, यसले चाहिँ कति हाइप बनाउन सक्ला अनि दर्शकहरूलाई कति आकर्षित गर्न सक्ला त? यो फिल्म निर्देशन गरेका हुन् दीपक आचार्यले, अर्थात् सकीगोनीका काकुले। फिल्म निर्देशनमा यो उनको लागि डेब्यू निर्देशन हो। सकीगोनीमा एकदमै धेरै हँसाएका काकुले परानमा भने अलिकति दर्शकहरूलाई इमोसनल बनाउँछन् कि भन्ने कुरा हामीले ट्रेलर हेरेर थाहा पाउन सक्छौँ। उनलाई डेब्यू फिल्ममै निरसा, मदन कृष्ण श्रेष्ठ, पूजा चन्द, केके अधिकारी, त्यस्तै महेश त्रिपाठी, अञ्जना बराइली, प्रवीण खतिवडा, बुद्धि तामाङ जस्ता कलाकारहरूको एकदमै बलियो साथ मिलेको छ। आशा गरौँ यो टिमले फिल्म पनि एकदमै गजब बनाएको हुनुपर्छ। सरसर्ती ट्रेलरलाई हेर्दा यो फिल्ममा निर्देशकले वर्तमान परिवेशको मुख्य समस्यालाई नै विषयवस्तु बनाएको देखिन्छ। उमेर ढल्किँदै गएको मान्छेले आखिरमा के चाहन्छ? पक्कै पनि सन्तानको साथ। अहिलेको रियालिटीलाई हेर्ने हो भने पनि धेरैको सन्तान विदेशमा छन्। देशमै भएकाहरू पनि धेरै व्यस्त छन्। कपाल फुलेका बुवा आमाहरूका लागि थोरै समय निकाल्ने फुर्सद समेत उनीहरूसँग छैन। बुवा आमाहरूले सन्तानबाट त्यस्तो खास ठुलो अपेक्षा राखेका हुँदैनन्, किनकि उनीहरूले जीवनलाई देखेका हुन्छन्, भोगेका हुन्छन् अनि बुझेका हुन्छन्। अनेक हन्डरहरू सहेर छोराछोरीलाई उनीहरूले हुर्काएका हुन्छन्। उनीहरूका लागि त छोराछोरी नै परान हुन्। जुन दिन छोराछोरीले बाआमाको चित्त दुखाउँछन् त्यही दिन बाआमाको परान जान्छ र यो सत्य कुरा पनि हो। ट्रेलरको स्टार्टिङमै हामीले देख्न सक्छौँ सहरको माहौल छ। गाउँबाट आएका निरसा निस्सासिएको महसुस गरिरहेका छन्। प्रवीण खतिवडा उनको माइला छोराको रूपमा अनि महेश त्रिपाठी चाहिँ कान्छा छोराको रूपमा देखिँदैछन्। जेठा छोरा को हो भन्ने कुरा ट्रेलरमा खुलेको छैन। स्वाभाविकै हो, कान्छोको माया बुबाहरूलाई अरूभन्दा अलिक बढी नै लाग्छ। त्यसैले उप्रति निरसाले अलिक बढी भरोसा देखाइरहेका छन् कि भन्ने कुरा ट्रेलरमा देखिन्छ। महेश त्रिपाठी र प्रवीण खतिवडाले आफूलाई अब्बल कलाकारको रूपमा यसअघि नै केही चलचित्रहरूबाट प्रमाणित गरिसकेका छन्। महेश त्रिपाठीको लाजशरणम अनि प्रवीण खतिवडाको मनसरा दर्शकले एकदमै मन पराएको चलचित्रमा पर्छ। अब परानमा यी दाजुभाइको कथा चाहिँ कस्तो होला यो हेर्न भने इन्ट्रेस्टिङ हुनेछ। स्टोरी अलि इमोसनल भए पनि ट्रेलर र ब्याकग्राउन्ड साउन्ड भने रमाइलो आएको छ। विशेष गरी मानेका रूपमा देखिने बुद्धि तामाङ, गाउँले परिवेश अनि गीत रमाइलो देखिएको छ। ट्रेलरका केही प्लटहरूलाई हेर्दा इन्ट्रेस्टिङ नै देखिन्छ। एकातिर बुवा स्याहारेर बसेको कान्छो छोरालाई छुट्टै खालको तनाव भइरहेको छ। अञ्जनाको संवाद सुन्दा पनि कुरा अलिकति गम्भीर जस्तो देखिन्छ। केही दृश्यमा पूजाचन्द र निरसालाई एक्लै एक्लै रोइरहेको पनि देखिन्छ। यस्तो लाग्छ कि यो फिल्ममा दुई छोराहरूले बाआमालाई छुटाउनेवाला छन्। अर्को कुरा, निरसालाई प्रहरीले किन हतकडी लगाइरहेका छन्? मदन कृष्ण श्रेष्ठको स्टोरी चाहिँ कस्तो होला अनि दर्शकलाई त्यो कुराहरूले कति सरप्राइज गर्ला? यस्ता सवालहरू ट्रेलर हेरिरहँदा मनमा उठ्छ। यता बोल्न नसक्ने अनौठो भूमिकामा बुद्धि तामाङ देखिनेवाला छन्। उनले हँसाउने कुरा त पक्का छँदैछ, तर ट्रेलरको लास्टतिर महेश त्रिपाठी र निरसाको जुन संवाद सुनिन्छ यसले भने दर्शकलाई निकै गम्भीर तुल्याउँछ। समग्रमा भन्नुपर्दा यो फिल्मले पक्कै पनि दर्शकहरूलाई बुबा आमाप्रति जिम्मेवार बन्न सिकाउनेछ। यो कथा हाम्रै वरिपरि देख्दै आएको कथा भएकाले निर्देशकलाई एकदमै ठुलो चुनौती छ जस्तो मलाई लाग्छ। खास गरी यस्ता कथामा प्रेजेन्टेसन निकै नै दमदार चाहिन्छ। एकदमै त्यो कुरामा सशक्त हुनुपर्छ चलचित्र, नत्र फिल्म होइन यो त सिरियल जस्तो रहेछ भनेर ट्याग पनि लाग्न सक्छ। अब फिल्मले कथा कसरी बन्छ, पटकथा कति बलियो होला भन्ने कुरामै फिल्मको सफलता भर पर्ने देखिन्छ। यो फिल्म यही कार्तिक 14 गतेबाट हलहरूमा लाग्दैछ। फिल्ममा रहेका धेरै कलाकारहरूले अलरेडी दर्शकको मन त जितिसकेका छन्। नेपाली फिल्म हाइपले भन्दा पनि यसको कथाले चल्ने हो। यो फिल्मको कथाले पनि धेरै दर्शकको मन जितोस्, आफ्ना बुबा आमालाई पनि सँगै राखेर हेरौँ लाग्ने यो फिल्म आओस्। निर्माण टिमलाई भव्य सफलताको शुभकामना भन्दै आजको यो भिडियोबाट पनि म एकराज प्रधान बिदा हुन चाहन्छु। धन्यवाद, नमस्कार, जय नेपाली सिनेमा।